बङ्गालको मटन बनाउने तरिका कसरी? मैले चाहिँ यहाँ हजुरलाई यो भिडियोमा सानो क्लिप छोडेको छु, हजुरले हेर्न सक्नुहुन्छ। सुरुमा हामीले यसलाई चाहिँ पखाल्यौँ अनि पखालिसकेपछि मैले चाहिँ यहाँ छान्दैछु। जति पनि अलि मोटो खालको छालाहरू हड्डीहरू छ अनि त्यसलाई चाहिँ मैले छुट्याएको छु, किनभने अहिले धेरै छिपेको कारणले गर्दाखेरि सँगै पकाउने भने चाहिँ अलिक ढिलो पाक्ने भएको कारणले गर्दाखेरि। अब चाहिँ यहाँ देख्न सक्नुहुन्छ मैले कराई तताएँ, त्यसपछि मैले तेल राखिसकेको छु। त्यसपछि तपाईँले हेर्न सक्नुहुन्छ मैले यहाँ चाहिँ तेजपत्ता हालिसकेँ अनि त्यसपछि मैले तेजपत्ता अनि त्यो जुन नरम सब्जी मासुलाई चाहिँ मैले यहाँनिर राखिसकेको छु। हजुरले यहाँ देख्न सक्नुहुन्छ। मैले चाहिँ यसलाई चलाएँ हजुरले देख्न सक्नुहुन्छ। अब चलाइसकेपछि मैले यसलाई पानीहरू सुक्न दिन्छु। यता चाहिँ मैले यहाँ देख्न सक्नुहुन्छ मलाई चाहिँ पोलेको मासु मनपर्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले थोरै 2-3वटा पिस जति मैले चाहिँ यहाँ पोलेको पनि छु। अब यता हजुर देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ टमाटर अनि त्यसपछि मैले प्याज पनि हालिसकेको छु, जिरा पनि हालिसकेको छु। अब म चाहिँ टमाटर पकाउँदैछु। पोलेको मासु पनि लगभग पाक्न लागिसक्यो। मैले चाहिँ ग्यास अफ गरेँ। मैले चाहिँ थोरै नुन हालेर अनि मैले चाहिँ खान्छु। अब यता मैले यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ साग पनि हालिसकेको छु। यो चाहिँ जुन सादावाला मासुलाई चाहिँ मैले कुकरमा सिटी लगाएर 3-4 सिटी लगाएर अनि यसलाई चाहिँ मैले छिट्टै भुटेँ। अब लगभग रेडी भइसकेको छ अनि यहाँ हजुरले देख्न सक्नुहुन्छ हामी खानालाई तयार भइसकेका छौँ। हामीले चाहिँ चाउचाउहरू किनेका थियौँ।